फल्ने, किसानलाई छिट्टै आम्दानी दिने, त्यसपछि अब विदेशी भेराइटी जो पनि नयाँ आइरहेछ त्योसँग हाम्रो उत्पादन पछि गएर कम्पिटिसनमा आउन सक्ने, मतलब अब तिनीहरूलाई हामीले चाहिँ अब परास्त गर्न सक्छौँ। किनभने अब हाम्रो उत्पादन राम्रो भयो, स्वादिलो, कलर रङ राम्रो, ठुलो आकार पनि ठुलो, स्वादमा पनि मिठो राम्रो रसिलो भयो भने विदेशबाट आउने त आउँदा आउँदै उसको भन्सार काटेर ढुवानी टाढाबाट ल्याउँदाखेरि त्यो त्यसै पनि महँगो पर्न जान्छ। अब हाम्रो यही गाउँठाउँको उत्पादन हाम्रो नजिकको सहरमा पुर्याउँदाखेरि खासै त्यो जति ढुवानी नपर्ला। त्यस कारणले हामीले मजाले कम्पिटिसन गर्न सक्छौँ। मेरो उद्देश्य भनेकै त्यही हो। मेन चाहिँ अब विदेशी आयातसँग कम्पिटिसन गर्नको लागि हामीसँग त्यही खालको क्वालिटी, टेस्ट र सबै चिज हुनु पर्यो, गुण विशेषता हुनु पर्यो भन्ने मेरो उद्देश्यले नै बाहिरैबाट अब मैले यो नयाँ उन्नत